कुरा यो ऐयत कुरा फाल्टु कुरा ल्याएर मेरो लाइफमा बोल्दै नबोल है। यस्तो बोल्ने मान्छे चाहिँ तेरो कोले के ट्रिट गर्छ कस्तो गर्छ त उतै गएर गर, ट्रिट गर्छस् कि के गर्छस् त आफै गएर गर। हुन्छ भने चाहिँ लाज नभयो कि अलिकति हुन्छ नि मान्छेलाई बोल्ने तरिका। म चाहिँ केही पनि बोलेको छैन, कति केही बोलेकै छैन, त्यत्तिकै हावातालमा यस्तो यस्तो। अरूका बुहारीहरू के हुन्छ राम्रो बुहारी बनेर सिक, अरूका बुहारीको विषयमा बोल्दै नबोल। कसको बुहारी के कसो तँलाई के मतलब भयो? हाई प्रतिमा सिस, के छ खबर? कति रहर भएको भने अर्काको विषयमा केही बोलेकै छैन मैले। चाहिँदो कुरा गरे पो अलि सुहाउँछ, खालि बुहारी बुहारी बुहारी। कति चासो भएको अलिकति त्यो शब्द कति इजी मानेको। तैँले भन्नुमा र मान्छेले भोग्नुमा कति फरक परेको छ तैँले बुझेकी छस् त्यो कुरा? त्यो मलाई बोलेर यहाँनिर आएर फाल्तु गफ लाएर बारम्बार तेरो पीडा सहेर बस्नु, तेरो शब्द सहेर बस्नु। म नबोलौँ भने आफ्ना दिदीबहिनीहरूसँग राम्रोसँग गफ गरेर बसेँ, खालि बोलेकी छ बोलेकी छ। मेरो ठाउँमा त बसेर हेर त एकचोटि के बोलेको तैँले चाहिँ? म केही पनि बोलेकै छैन कसैको विषयमा, खालि आएर पुरा हाइलाइट हुन खोज्छे भने। तैँले सजेसन दिनु तँलाई बुहारीको शब्द युजै नगर भने होइन तँलाई मैले? हावातालमा खुब हाइलाइट हुन खोज्छेस्, आफ्नो बाटो लाग्न। तँलाई चित्त बुझ्दैन भने कहाँनिर कहाँ गएर कसलाई सजेस्ट माग्नेस्, कसलाई ट्रिट गर्नेस् त आफै गर। हो के गर्छेस् त तैँले? ल भ्युअर्स बढाउन उ गरेर आएछस् भन्छेस् त फेरि आएर सोचेको होला मैले चाहिँ बोल्दिनँ, केही पनि उ गर्दिनँ भनेर दुनियाँ बोलेको होला, बोल होइन। तर म कुनै कुरालाई त्यो प्रायोरिटीमा लिने पनि छैन। तर म यहाँनिर आफ्नो दिदीबहिनीहरूसँग आफ्नै तरिकाको गफ गर्दा पनि यस्तो त्यस्तो भन्ने काम नगर तँहरू मसँग चाहिँ। हेर्न मन लाग्दैन मलाई ब्लग गर या जेसुकै गर, तर यहाँ आएर अरू फाल्तु कुरा गर्दै नगर। बारम्बार चुप्प लाएर बस्यो 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 यस्तो त्यस्तो के गर्छस्? तँलाई कुन चाहिँ मुख चलायो तँसँग भन् त? अलिकति हुन्छ नि खालि बुहारी बुहारी। अनि के भयो त तेरोमा नबढेर मेरोमा बढ्छ त? ल तँले बढाएर त बसेर बस्न जा। मलाई न भ्युअर्सको खाँचो, तँ पनि आउट भइहाल। तँ एउटा भ्युअर्स जम्मा भएर मलाई केही पनि हुँदैन। मलाई दुईजना दिदीबहिनी दाजुभाइ भयो हुन्छ मसँग गफ गर्ने। मलाई कोही भ्युअर्स पनि चाहिएको छैन। कसैको फाल्तु गफ ल्याएर यस्तो त्यस्तो यो त्यस्तो छोरा यस्तो बुहारी त्यस्तो भनेर मसँग यहाँ कुरा काट्ने मान्छे, यहाँ ऐयत कुरा गर्ने मान्छे चाहिँ आउँदै नआइज। तँहरूलाई सुन्न मन छ मेरो कुरा सुन, सुन्न मन छैन चाहिँ यहाँ बोल्दै नबोल। मैले चाहिँ मेरो टिकटक फ्यामिलीलाई भनेको छैन, उहाँहरूसँग म माफी पनि माग्छु रिसाएँ केही कुरामा। किनभने सधैँभरि म कति सहनु भन्नुहोस् त? मैले कसैको कुरा गरेको छु भने भन्नुहोस् तपाईँहरू पनि होइन। म चाहिँ ऐयत कुरा मलाई मन पनि पर्दैन। म कसैको बिचमा कुरा गर्दा पनि गरेको छैन। मलाई आफूलाई पीडा जे होला भोगेर बसेको छु। आएर फाल्तु कुरा ए बुहारी यस्तो छोरा यस्तो भनेर मलाई चाहिँ गाली गर्ने काम नगर अरूको विषयमा चाहिँ। मेरो कुरा गर बरु मलाई म केही बाटो बिराएको छु भने हुन त आएर सामाजिक सञ्जालको मान्छेलाई मैले बाटो बिराएको छु भने मैले सजेस्ट गर भन्ने अधिकार त ममा पनि हुँदैन। तपाईँहरूले सजेस्ट गरेर म सप्रिनँ, तपाईँहरूले नभएर म के हो मैले चिनेको हुन्छु, तपाईँहरूलाई मैले जस्टिफाई गर्नु। तर यहाँनिर आएर बारम्बार बुहारी छोरी भन्ने काम चाहिँ गर्दै नगर्नुहोस् ल। अनि हजुरको आमाले जस्तो त मैले केटा सम्हाल्दिनँ होला। म त आफ्नो व्यवहार सम्हालेर आएर टप्रक्कै आएको बुहारी देख्यो। अरू दुःख त किन देख्छौ तिमी जस्तो त्यो जस्तो आफ्नो व्यवहार त्यस्तो भन्नेले मेरो विषयमा। जवानी हुन्जेल छोरा नसम्हालेर भने तैँले सम्हालिदिएको थिइस्। अब तँहरूलाई मैले एक एक कुराको जवाब दिन्छु। आउँछ समय तँहरूलाई। अहिले बोल्या छस् नि
त्यो दिन आउनेछ कि तँहरूले लाज मान्नुपर्ने दिनहरू पनि आउनेछ कि तर म अहिले बोल्दिनँ एकैचोटि बोल्नुपर्छ भने बोलेको छैन जवानी हुन्जेल तँलाई रिस भयो म राम्री भएर हिँडेको मैले 2-4 टिकटक यसो 14-15 सेकेन्डको राम्रो टिकटक हालेको रिस भयो तँहरूलाई मेरो जवानी देखेको तिमीहरूलाई रिस भयो के देख्यो जवानी ममा फिल्टर लगाएर एउटा टिकटक बनाएको रिस भयो एउटा हुन्छ नि सीमा तिमीहरूको चाहिँ मैले के को लागि दुश्मनी भइरहेछ तिमीलाई को मनपर्छ वहीँ गएर कुरा गर्न यहाँ आएर मेरो विषयमा बोल नाना थरी गरेर मलाई हेपेर अर्काको विषयमा अपग्रेडिङ कुरा गर्ने काम गर्दै नगर मसँग मैले के भनेको छु कसैको कुरा गरेकै छैन मैले किन के भयो तँलाई एउटा हुन्छ नि मान्छेलाई केही बोलेकै छैन म एउटा सीमा हुन्छ पचाउने बुझिस् तँलाई पचाउन गाह्रो होला भोलि अहिले गर्दैछस् नि तँलाई यति पचाउन गाह्रो हुन्छ हेर्दै जान यति दिन हुन्छ नि नबोल्दा पनि अनावश्यक कुराहरू गरेछ केही पनि बोलेकै छैन तँलाई तेरो बुहारी मनपर्छ भने उता गएर ल्याएर राख्न तेरो घरमा मैले गर्न सकिनँ ल के गर्छस् खालि बुहारी भोगेपछि थाहा पाउँछस् केही बोलेको छैन केही पनि बोलेको छैन ऐयत यही त्यस्तो म माथि मन पराउनु पाउनुहुन्छ मन नपराउनु पनि पाउनुहुन्छ रह्यो कुरा मेरो चरित्र हत्या गरेर अर्को व्यक्तिलाई म माथि थुपार्ने काम गर्दै नगर म बोलेको छैन चुप्प लागेर यत्तिकै बोलिरहेको छु यत्तिकै बोलिरहेको छु हो नि म नबोलेर हेपेको हो नि सही कुरा ल्याएपछि कति हेप्दो रहेछ हेर्छु नि एउटा हुन्छ नि केही पनि बोलेको छैन अघिदेखि केही पनि बोलेको छैन तँहरूलाई त्यही मनपर्छ को मनपर्छ कसको नाम लिएको छस् कसलाई भनेकोस् के भनेकोस् त्यही भन् मलाई चाहिँ नभन् बोलेन भनेर अति गर्ने के अर्काको कुरा लुकाइदिएर यहाँसम्म लुकाएर अहिले म बेइज्जती हुने तिमीहरूको अगाडि बारम्बार नबोल है नबोल म चाहिँ केही पनि गर्दिनँ भनिरहेको छु लिएर आएछ दर्शन गोमासिस के चाहिँ खबर सन्चै होइसिन्छ तँलाई मोडल भएको तँलाई यो मोडल बन्नलाई कति दुःख गर्यो तैँले बुझ्याछस् तेरो आमा जस्तो त्यो घरमा थन्क्याएर बस्ने आमा होइन बुझिस् 15 वर्षको उमेरदेखि दुःख परेर छोरालाई के गरेँ मैले 20-21 वर्षको बनाएर यहाँसम्म आफ्नो लेभल मेन्टेन गर्ने छोरा बनाएपछि तँलाई रिस भयो मेरो विषयमा के गरेँ के देखिस् नैले म मोडल भएको तँलाई सही भएन तँलाई सही भएन म जस्तो फ्रिडम भएर देखेको छस् तैँले मैले गरेको कामहरू कति रिस हो भने के गर्छस् त मेरो लाइफ यस्तै हुन्छ नआइज नि त मेम हाल्छ कहाँ किनेको बाटोमा दर्शन हजुरको दर्शन थ्याङ्क यू गोमा रेग मिसिस कुन ठाउँ हजुर रे भन्नाले ओ लक्ष्मी मिसिस ठ्याक्कै हो नि इभेन पार्कको त्यो ठ्याक्कै पुल छ नि पारिपट्टि त्यहाँ
ए हो हजुरको त्यहीको कुण्डल हो। ए नाप पठाइदिए कन्छ नाप पचाइदिए होइन बहिनी नबोलेर के हुन्छ नि वास्तविक कुरा केही पनि थाहा छैन अनि के को लागि मैले गाली खाएको छु त्यो बिस्तारै आइहाल्ला सबै कुरा होइन अनि बोल्छ त्यत्तिकै नबोको मान्छे ल्याएर को छोरा को बुहारी भन्दै जतिखेर पनि मलाई किच्याउने हो त मलाई त आफूलाई कमेन्ट हेर्दा पनि त लाज मान्नुपर्ने हो नि गोमासिस दर्शन होइन नि त म केही कुरै गरेको थिइनँ हजुरहरूलाई पनि थाहा छ नि कसैको इज्जत जोगाउनलाई आफू मृत्यु सर भएर आफू समाजमा यत्रो गाली खाइरहेको छु मान्छेको खुसीहरूको लागि भने त्यो बुझेनन् खालि यस्तो गरिस् अरूको खुसीको लागि दुनियाँ यहाँसम्म गरेर सबै कुराहरू गरेर काम सकेर चुपचाप लागेर बसेको कुरा देखेनन् खालि यस्तो गरी अनि मोडल बनेर फेरि कति खालको रिस हो त फेरि मोडल बनेर कसो मोडल देखेको यो मान्छेले कुन चाहिँ रहेछ यस्तो मोडल देख्ने बुढेसकालमा पनि ए कान देवता मन्दिर हो ए बुटिक एरियामा रहेछ हेलो हजुर हेलो मैले पुरपुरो हात लाउँ कि जेसम्म तँलाई के मतलब भयो त भन् त भाइ ए भाइ भन् त भनिहाल त भाइ किन नगर्ने तँसँग छ विगत तँसँग हामी जस्ता नारीलाई बिचल्ली पार्ने मात्रै विगत छ होला अरू केही पनि छैन त जस्तो नामर्दसँग बुझिस् भाइ अब चाहिँ यति छुच्चो हुन जानेको छु मैले पनि सहदिनँ सहनेको पनि सीमा हुन्छ बुझिस् हजुर त्यो पनि हो नि नमराज ब्रदर त्यो पनि हो हाई नमस्ते हजुर सबैजना मेरो फर्स्ट भिडियो पनि हेर्नुहोस् ल खासै फर्स्ट भिडियो हेर्नुहोस् न ल अनि के छ खबर भन्न आएको त्यत्तिकै मुड अफ ल अछामी हरामी हुन्छन् भनिदिनु त्यो दिदीलाई नभनौँ अछामी हरामी किन हुन्छन् र हामी हुँदैन यो नि मेरो आइडी है दिन्छु ए हो ए 50वटा गरे नि के गर्छस् त तेरो आमालाई एउटा मात्रै गर भन् म 50वटा बिहे गर्छु त्यो मेरो म्याटर हो बुझिस् कसले के भन्यो भनेको बेला भन्ने सक्ने औकात हुनाले यहाँ आएर फेरि पनि भन्नु पर्यो नि त कता होइसिन्छ म अनाम नगरतिर छु सिस अहिले खान्न नि म शनिबार त्यस्तो कुराहरू यस्तो लसुन प्याजहरू यस्तो शनिबारहरू केही त खान्न म भर्खरै कफी खाँदैछु आज शनिबार हो नि त अलि ढिलै खान्छु ए त्यो पनि हो हैन अब त्यस्तो कुरामा लोकेसनको कुरामा त के डराउनु ठिकै छ हजुरको टिकट बुक भयो पछि गरे नि हुन्छ नि सेवाबाट केही हुँदैन अहिले कुरा गरौँ न
के छ सिस खबर जानकी सिस? अहिले दिदी तात्तियो माइन्ड नगर्नु ल सिस, नबोलेर के नानी हुन्छ नि। आफ्नोतिर आफ्नो तरिकाले हिँडेको छ, आफ्नो तरिकाले खाइएको छ। बारम्बार एउटै कुरामा टोकाइ खाने मैले चाहिँ ए तेरो छोरा बुहारी कसैले पनि मलाई माफ गर्दैन, मैले दिएको माफ, बुझिस्? के बोलिरहेछस् त? म आफू मरेर अरूलाई माफ दिएको मान्छे के बोलिरहेछस् त मसँग फेरि? हेलो हेलो हेलो।